यसबाट नाम आउने व्यक्तिहरूको पनि भनिदिनु न भनेर कमेन्ट गर्नुभएको छ। हजुरलाई पनि आफ्नो विषयमा जानकारी प्राप्त गर्नु छ भने आफ्नो नामको पहिलो लेटर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। अवश्य पनि हजुरको कमेन्टमा रिप्लाई आउनेछ। यसबाट नाम आउने व्यक्तिहरू सुन्दर बनेर चिटिक्क परेर सजधज गरेर हिँड्नका भने अत्यन्त शौकिन हुने गर्दछन्। आफ्नो सुन्दर स्वरूपले, आफ्नो मिठो बोलीले कसैलाई केही कुरा भने यिनीहरूको कुरालाई कसैले पनि काट्नै सक्दैनन्। नयाँ नयाँ ठाउँमा घुम्न, मिठो मिठो खान र राम्रो राम्रो लाउनका पनि अत्यन्त शौकिन हुने गर्दछन्। अरूको अधीनमा बस्न भने फिटिक्कै रुचाउँदैनन्। सहयोग र परोपकारको कार्यमा पनि सदैव अग्रसर नै रहन्छन्। बाहिरबाट देख्दा अलिकति जिद्दी र घमण्डी स्वभावका भए पनि भित्रबाट भने अत्यन्त परोपकारी र सहयोगी भावका हुने गर्दछन्। आफूलाई मनमा लागेको कुरा, आफूलाई चाहिएको कुरा जसरी पनि प्राप्त गरेर नै छोड्दछन्। जबसम्म त्यो कुरालाई पाउँदैनन् त्यसको पछाडि परेर नित्यप्रति मेहनत गरि नै रहन्छन्। राजाको जस्तो जीवनयापन गर्नेवाला हुने गर्दछन्। यिनीहरूको हातमा पैसा भने जतिसुकै कोसिस गर्दा पनि बचाउनै सक्दैनन्। कतै न कतैबाट खर्च पनि भइ नै रहन्छ। सानो सानो कुरामा पनि प्रसन्न भइहाल्छन् भने सानो सानो कुरामा पनि चाँडै रिसाउने गर्दछन्। हजुरलाई ज्योतिष सम्बन्धी कुनै पनि जानकारी प्राप्त गर्नु छ भने, चिना कुण्डली देखाउनु छ भने टिकटकको प्रोफाइलमा व्हाट्सएप नम्बर रहेको छ।